हार्दा कस्तो महसुस गरेको जोडी पारे हाल्नु भने त भाग्यमा ओके आफै बोला उहाँले नर्भस हुनुभयो थ्याङ्क यू सो मच प्रस्थान हुने मलाई भन्नुहोस् तपाईँ जाने कस्तो राम्रो छ उहाँलाई ताली बजाइदिनुहोस् त ओके थ्याङ्क यू सो मच उहाँलाई ताली बजाइदिनुहोस् हेर्नुहोस् उहाँले आफ्नो ग्रुपको लागि यस्तो राम्रो कुरा छोड्नु भयो सो ताली ओके को ल एकचोटि पक्रिनुहोस् त 5+5 ल भनेपछि उहाँ पनि आउट हुनुभयो उहाँलाई पनि एकचोटि ताली बजाइदिनुहोस् न प्लिज 5 हेर्नुहोस् यो गेम यति इन्टरटेन्टको गेम थियो उतै बस्नु भाइले त भन्दै हुनुहुन्छ म किन गइनँ भनेर हेर्नुहोस् त पछाडि म किन गइनँ चाहिँ भन्दै हुनुहुन्छ सो उहाँलाई पनि ताली बजाइदिनुहोस् त म किन गइनँ हात उठाउँदै हुनुहुन्थ्यो साथीसँग ट्रस्ट गर्नु हुँदैन कस्तो फिल भइरहेछ हजुरलाई मिठो तर अबदेखि विश्वास गर्नुहुन्छ त अबदेखि विश्वास नगर्नुहोस् है त हामी तीनजना चाहिँ एउटै कलेजको हो अनि तीनजना म्यामले भन्नुहुन्छ भने हामीले प्रेडिक्ट गरिसकेका थियौँ अनि यो तीनजना भन्नुभयो भने हामी टुगेदर हुनुपर्छ भन्यो क्या प्रेममा धोका हुन्छ है प्रेममा बिल्कुलै धोका हुन्छ त्यसैले ट्रस्ट नगर्नुहोस् है त ओके म्युजिक If you cheat, you'll get cheated. दुईजनालाई ढिलो
गाउन मन छ कि छैन यसरी हाती गराएछ अब हजुरलाई कस्तो फिल भयो मलाई चाहिँ अहिले भन्दा पनि अघि चाहिँ तिनजना ठ्याक्क हुँदा सिडिपे हुने प्लान थियो अनि म चाहिँ नाइटमा भन्दा चाहिँ तर आउँदाखेरि चाहिँ ठ्याक्क मजा भयो अनि त्यो चाहिँ खुसी भयो एउटा कुरा मैले चाहिँ गेम हेरिरहेको थिएँ होइन कहाँ जानु हो उहाँले मलाई धेरै नै पक्रिरहेको भन्ने सोचेको थिएँ अनि उहाँको जुन थियो नि स्टाइल अब तर उहाँले अलिकति बिफल बनाइदिनु भयो सो उहाँ दुईजना विनर हुनुहुन्छ ओके हामीसँग जम्मा अब दुईटा मात्र डान्स छ त्यसपछि हाम्रो कार्यक्रम लगभग सकेको हुँदा एकैछिन बसिदिनुहुन्छ भन्ने पनि मैले विश्वास लिएको छु सो अलिकति टाइम चाहिँ सबै अगाडि बसेर Congratulations, Aishma. Cheering is caring. ओके ताली पुगेन जस्तो लाग्यो है